नमस्कार साथीहरू, स्वागत छ तपाईलाई ग्रो विथ बुक्समा। आज हामी नेपाली साहित्यको एक महत्त्वपूर्ण ऐतिहासिक उपन्यास सेतो बाघको कथा सुन्न गइरहेका छौँ। यो उपन्यास सुप्रसिद्ध लेखक डायमन शमशेर राणाद्वारा लेखिएको हो। उहाँ नेपाली साहित्यका चर्चित उपन्यासकार तथा सैनिक अफिसर हुनुहुन्थ्यो। राणा शासनकालको राजनीतिक, सामाजिक र पारिवारिक वास्तविकतालाई उहाँले आफ्ना कृतिहरूमा जीवन्त रूपमा उतार्नु भएको छ। सेतो बाघ केवल एउटा कथा मात्र होइन, यो शक्ति, महत्त्वाकांक्षा, परिवारभित्रको षड्यन्त्र र अन्ततः पतनको गहिरो चित्रण गर्ने कृति हो। जङ्गबहादुर राणाको अन्तिम दिन। उन्नाइसौं शताब्दीको काठमाडौँ। शाह राजाहरू दरबारमा थिए, तर वास्तविक शक्ति राणा प्रधानमन्त्री जङ्गबहादुरको हातमा थियो। उनको नाम देश विदेशमा चर्चित थियो, तर जीवनको नियम सबैका लागि समान छ, मृत्यु। जङ्गबहादुरको मृत्यु दरबारमा केवल व्यक्तिगत क्षति मात्र होइन, ठूलो राजनीतिक उठापटक ल्याउँछ। उनका छोरा जगतजंग राणा महत्त्वाकांक्षी थिए। उनी प्रधानमन्त्री बन्न चाहन्थे, तर दरबार सजिलो ठाउँ थिएन। हरेक कोठा, गल्ली, बैठकमा योजना, षड्यन्त्र र विश्वासघात चलिरहेको थियो। यहाँ लेखकले देखाउँछ कि शक्ति स्थिर हुँदैन। बाहिरबाट दरबार जति भव्य देखियोस्, भित्रभित्र षड्यन्त्र र राजनीति चलिरहेको हुन्छ। हामीलाई पनि जीवनमा कहिलेकाहीँ सतर्क रहन जरुरी हुन्छ। दरबारभित्रको वातावरण। जनबहादुरको मृत्युपछि दरबारमा तनाव फैलियो। सिंहदरबारका भव्य हलहरूमा हाँसो सुनिन्थ्यो, तर राति कोठाहरूमा विश्वासघात र षड्यन्त्र चलिरहेको थियो। जगतजंगले महसुस गरे, कसैलाई साथी भनेर विश्वास गर्नु सजिलो छैन। मित्र पनि कहिलेकाहीँ शत्रु बन्न सक्छ। उनी प्रत्येक कदममा सावधान हुन थाल्छन्। यसले हामीलाई सिकाउँछ कि जीवनमा बाहिरी झल्कोले कुरा ठ्याक्कै देखाउँदैन। कहिलेकाहीँ वास्तविकता लुकेको हुन्छ र केवल अनुभूति र सतर्कता मार्फत मात्रै बुझ्न सकिन्छ। जगतजंगको महत्त्वाकांक्षा। जगतजंग महत्त्वाकांक्षी थिए। उनी आफ्नो कदम कदममा सोच्थे, रणनीति बनाउँथे, तर दरबारमा केवल साहस पर्याप्त थिएन। हरेक निर्णयमा खतरा थियो र प्रत्येक साथी वा नातेदारले फरक स्वार्थ राख्थे। लेखकले यहाँ देखाउँछन् कि केवल इच्छा र साहस पर्याप्त हुँदैन। जीवनमा सफलता र शक्ति प्राप्त गर्न सोच, सतर्कता र अनुभव पनि आवश्यक हुन्छ। सेतो बाघको प्रतीक। कथा शीर्षक सेतो बाघ एक प्रतीक हो। बाहिरबाट शक्तिशाली र दुर्लभ देखिन्छ, तर कठिन परिस्थितिमा टिक्न सक्दैन। त्यसैगरी राणाहरूको शक्ति पनि अस्थायी थियो। सेतो बाघले हामीलाई देखाउँछ कि बाहिरी चमकले वास्तविकता लुकाउँछ। शक्ति र सम्मान बाहिर देखिने जस्तो स्थिर हुँदैन। जीवनमा वास्तविक चुनौती प्राय छिपेको हुन्छ। दरबारको षड्यन्त्र र जगतजंगको सङ्घर्ष। जगतजंग राणा आफ्नो महत्त्वाकांक्षा अनुसार अघि बढिरहेका थिए, तर दरबार सजिलो थिएन। हर कोठा, हरेक बैठक, हरेक गल्ली, सबै ठाउँमा चालबाजी र षड्यन्त्र चलिरहेको थियो। जगतजंगले महसुस गरे, साथी को हो र शत्रु को हो छुट्याउन सजिलो छैन। कुनै पनि निर्णयमा उनले धेरै सोच्नुपर्ने हुन्छ, किनभने एउटा गलत कदमले उनको सपना नै समाप्त गर्न सक्छ। दरबारका अन्य राणाहरू पनि सक्रिय थिए। उनीहरू आफ्ना स्वार्थ पूरा गर्न हरेक सम्भावित उपाय अपनाउँथे, कहिले मित्रता देखाएर, कहिले धोका दिनेर। जगतजंगको जीवन दैनिक रूपमा रणनीति र सतर्कताको खेल जस्तै थियो। यहाँ लेखकले देखाउँछन् कि शक्ति केवल साहस र महत्त्वाकांक्षाले प्राप्त हुँदैन।
विश्वासघात, चालबाजी र रणनीतिक सोच अनिवार्य हुन्छ। जीवनमा पनि सफल हुनेहरू केवल मेहनत गर्ने मात्र होइन, वातावरण बुझेर अघि बढ्नेहरू हुन्छन्। जगतजङले आफ्ना कदम कदममा ध्यान दिन थाल्छन्। उनी सधैँ आफूमाथि र वरिपरि हुने गतिविधि घटना अनुमान लगाउँछन्, तर त्यति सजिलो हुँदैन। दरबारका चालबाज र विरोधीहरू कहिलेकाहीँ अचम्मका तरिकाले योजना बुन्छन्। उनी केही दिन दरबारभित्रका घटनाहरूलाई नजिकबाट निहाल्छन्। कसले कुन पक्षमा छ, कसले धोका दिन सक्छ र कुन अवसरमा शक्ति बढाउन सकिन्छ। त्यो समयमा उनी बुझ्छन् सफलता केवल ठूलो साहसबाट आउँदैन। त्यसका लागि अनुभव, धैर्य र परिस्थितिको गहिरो बुझाइ आवश्यक हुन्छ। सेतो बाघको प्रतीक अझ स्पष्ट हुँदै जान्छ। जसरी सेतो बाघ जङ्गलमा शक्तिशाली तर दुर्लभ हुन्छ र परिस्थिति अनुकूल नभए टिक्न सक्दैन, त्यसरी नै राणा परिवारमा शक्ति र महत्त्वाकांक्षा पनि अस्थायी र नाजुक थियो। जगतजङले अनुभव गर्छन् कसरी सानो गल्तीले ठूलो असर पार्छ। कहिलेकाहीँ विश्वासयोग्य देखिएका साथीले धोका दिन सक्छन् र कहिलेकाहीँ अप्रत्याशित सहयोगले कठिन समय सजिलो बनाउँछ। यसले दर्शाउँछ कि जीवनमा सतर्क रहनु, परिस्थिति अनुसार निर्णय लिनु र आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नु कति महत्त्वपूर्ण हुन्छ। दरबारभित्रको वातावरण अत्यन्त जटिल छ। भव्य सिंहदरबार, गुप्त मार्गहरू, राति चल्ने बैठक र सन्देश पठाउने गुप्त माध्यमहरू सबैले शक्ति र षड्यन्त्रलाई दर्शाउँछ। यहाँ हामी बुझ्छौँ कि बाहिरी भव्यता मात्र भरोसा दिलाउँदैन, वास्तविकता प्राय छिपेको हुन्छ। सफलता वा सत्ता प्राप्ति सजिलो हुँदैन। त्यसका लागि लगातार सोच, रणनीति र धैर्य आवश्यक हुन्छ। जगतजङ राणा आफ्नो महत्त्वाकांक्षा अनुसार अघि बढिरहेका थिए, तर उनका मुख्य विरोधीहरू पनि सजग थिए। दरबारमा प्रत्येक व्यक्ति आफ्नो स्वार्थमा व्यस्त थियो। कसैले खुला रूपमा विरोध गर्दथ्यो भने कसैले पर्खाइमा रहन्थ्यो। प्रत्येक कदम सावधानीपूर्वक चाल्नुपर्ने अवस्थामा जगतजङलाई थाहा थियो कि एउटा सानो गल्तीले उनको सपना खेर जान सक्छ। उनका मुख्य विरोधीहरू आफ्ना चालबाजी र रणनीतिहरू प्रयोग गर्दै थिए। उनीहरूले कहिले मित्रता देखाएर विश्वास जित्ने प्रयास गरे, कहिले छुपै सूचना फैलाएर जगतजङलाई कमजोर बनाउने प्रयास गरे। जगतजङले महसुस गरे सत्ता सजिलो छैन, केवल साहस र महत्त्वाकांक्षा पर्याप्त हुँदैन। उनी आफ्नो कदम कदममा सोच्दै अगाडि बढ्छन्, तर यो प्रक्रिया कहिलेकाहीँ भयावह र तनावपूर्ण हुन्छ। लेखकले देखाउँछन् कि शक्ति प्राप्ति केवल बाहिरी देखिने घटनाले निर्धारण हुँदैन, वास्तविकता प्रायः छिपेको हुन्छ। जीवनमा पनि सफलता पाउन कठिनाई र चुनौतीहरू सामना गर्नुपर्छ। केवल उत्साह र इच्छा पर्याप्त हुँदैन। सोच, रणनीति, धैर्य र परिस्थिति अनुसार निर्णय लिनुपर्छ। जगतजङले बुझ्न थाल्छन् कि शक्ति स्थिर हुँदैन। दरबारको प्रत्येक व्यक्ति, साथी वा विरोधी, साथै रहँदा पनि हरेक पल सावधान रहनु आवश्यक छ। कहिलेकाहीँ विश्वासयोग्य देखिएका साथीले धोका दिन सक्छन् र अप्रत्याशित सहयोगले कठिन समय सजिलो बनाउँछ। दरबारभित्रको वातावरण अत्यन्तै जटिल छ। भव्य सिंहदरबार, गुप्त मार्गहरू, गुप्त बैठकहरू, सन्देश पठाउने माध्यम, यसले शक्ति र षड्यन्त्रलाई दर्शाउँछ। सेतो बाघको प्रतीक अझ स्पष्ट हुन्छ। बाहिरबाट शक्तिशाली देखिने यो प्राणी जस्तो जगतजङको शक्ति पनि अस्थायी र चुनौतीपूर्ण छ। उनी आफ्नो डर र महत्त्वाकांक्षालाई सन्तुलनमा राख्दै अघि बढ्छन्। प्रत्येक कदममा उनी सतर्क छन्, तर आफ्नो लक्ष्य कहिल्यै बिर्सँदैनन्। यहाँ हामी बुझ्छौँ साहस मात्र पर्याप्त हुँदैन। जीवनमा सफलता प्राप्त गर्न रणनीति, धैर्य, परिस्थिति बुझ्ने क्षमता र सतर्कता आवश्यक हुन्छ। लेखकले दर्शाउँछन् कि शक्ति र महत्त्वाकांक्षा कहिल्यै स्थायी हुँदैनन् र वास्तविकता प्राय बाहिरी झल्कोभन्दा फरक हुन्छ। जगतजङ राणा
आफ्नो महत्वाकांक्षा पूरा गर्न दरबारमा एक एक कदम सोचेर अघि बढिरहेका थिए। तर उनका विरोधीहरूले पनि आफ्नो चालबाजी तेज गरेका थिए। दरबारको हरेक बैठक, गल्ली र मार्गमा योजना चलिरहेको थियो। कसैले खुला रूपले विरोध गर्दथ्यो भने कसैले पर्खाइमा रहन्थ्यो। तर कुनै पनि समय उनीहरूको चालबाजीले जगतजङलाई अचम्ममा पार्न सक्थ्यो। जगतजङले महसुस गरे, सत्ता प्राप्ति सजिलो छैन। सिर्फ साहस वा महत्वाकांक्षा पर्याप्त छैन। रणनीति, धैर्य र परिस्थिति बुझ्न सक्ने क्षमता अनिवार्य छ। दरबारको मुख्य क्लाइमेक्स त्यही समयमा सुरु भयो। एक दिन ठूलो बैठकमा सबै राणाहरू उपस्थित थिए। कसैले आफ्नो पक्ष बलियो देखाउन नयाँ साजिस बुन्दै थियो। जगतजङले आफूलाई सुरक्षित राख्दै विरोधीहरूको योजना अनुमान गर्नुपर्ने अवस्था आयो। लेखकले देखाउँछन् कि शक्ति स्थिर हुँदैन। बाहिरबाट दरबार जति भव्य देखियोस्, भित्रभित्रको राजनीति जटिल र चुनौतीपूर्ण हुन्छ। जीवनमा पनि सफलता पाउन सजिलो हुँदैन। प्रत्येक कदम सोच विचार गरेर चाल्नुपर्छ। सेतो बाघको प्रतीक यहाँ अझ स्पष्ट हुन्छ। जसरी जङ्गलमा सेतो बाघ दुर्लभ र शक्तिशाली देखिन्छ, तर परिस्थिति अनुकूल नभए टिक्न सक्दैन, त्यसरी नै राणा दरबारमा शक्ति अस्थायी र चुनौतीपूर्ण छ। जगतजङले आफूलाई हरेक चालको सामना गर्न तयार पार्छन्। उनी बुझ्छन् कसरी आफ्नो महत्वाकांक्षा र डरबीच सन्तुलन राख्ने। दरबारभित्रको वातावरण अत्यन्तै जटिल छ। भव्य सिंहदरबार, गुप्त मार्ग, राति बैठकहरू, सबैमा रणनीति र चालबाजी देखिन्छ। जगतजङ आफ्नो कदम कदममा सोच्दै अघि बढ्छन्, तर वास्तविक चुनौती अझै बाँकी छ। यहाँ हामी सिक्छौँ, सिर्फ साहस र इच्छा पर्याप्त हुँदैन। जीवनमा सफलता प्राप्त गर्न रणनीति, धैर्य, परिस्थिति बुझ्ने क्षमता र सतर्कता आवश्यक छ। सत्ता प्राप्ति र अन्त्य। जगतजङ राणा आफ्नो महत्वाकांक्षा पूरा गर्न सङ्घर्ष गर्दै थिए। दरबारभित्रका विरोधीहरूले निकै योजना बुनेका थिए, तर उनले हरेक चाल र परिस्थितिलाई ध्यानपूर्वक अध्ययन गरे। अन्ततः उनी आफ्नो रणनीति र धैर्यका कारण केही मुख्य प्रतिस्पर्धीहरूलाई परास्त गर्न सफल भए। दरबारको वातावरण अझै जटिल थियो। हरेक निर्णयले उनको प्रतिष्ठा र शक्ति दुवैलाई असर पार्न सक्थ्यो। जगतजङले महसुस गरे कि शक्ति स्थिर हुँदैन। बाहिर देखिने चमक र वास्तविकता बीच ठूलो अन्तर हुन्छ। लेखकले हामीलाई देखाउँछन् कि सफलता केवल महत्वाकांक्षा र साहसबाट हुँदैन। जीवनमा स्थायी सफलता पाउनका लागि रणनीति, धैर्य र परिस्थिति अनुसार कदम चाल्नु आवश्यक छ। यो पाठ आजको जीवनमा पनि लागू हुन्छ। जगतजङले आफ्नो महत्वाकांक्षा पूरा गरे तापनि दरबारभित्रको वातावरण परिवर्तनशील रह्यो। केही साथीहरू आफ्नो स्वार्थमा सक्रिय रहिरहे र उनीहरूले दरबारको शक्ति खेलमा प्रभाव पारिरहे। यो देखाउँछ कि शक्ति र सम्मान कहिल्यै पूर्ण स्थायी हुँदैन। सेतो बाघको प्रतीक यहाँ अत्यन्तै स्पष्ट हुन्छ। जसरी जङ्गलमा सेतो बाघ शक्तिशाली र दुर्लभ देखिन्छ, तर परिस्थिति अनुकूल नभए टिक्न सक्दैन, त्यसैगरी जगतजङको सत्ता र राणा वंशको शक्ति पनि अस्थायी थियो। यो प्रतीकले हामीलाई सिकाउँछ कि शक्ति र चमक बाहिरी रूपमा देखिन्छ, तर वास्तविक चुनौती भित्र लुकेको हुन्छ। अन्ततः जगतजङले आफ्नो लक्ष्य प्राप्त गरे, तर यस यात्राले देखाउँछ कि शक्ति प्राप्ति केवल प्रारम्भ हो। त्यसपछि जिम्मेवारी, सतर्कता र जोखिमसँग जुझ्नुपर्छ। यो कथा केवल इतिहासको पुनःकथा होइन, यो हामीलाई सिकाउँछ जीवनमा ठूलो लक्ष्य राख्दा त्यसको लागि सोच, धैर्य, रणनीति र सतर्कता आवश्यक हुन्छ। बाहिरी चमकले वास्तविकता लुकाउँछ र शक्तिको वास्तविक मूल्य तब मात्र बुझिन्छ जब चुनौतीको सामना गरिन्छ। साथीहरू, आजको सेतो बाघको कथा यहीँ सकियो। यसले हामीलाई सिकाउँछ साहस, धैर्य र सोच्न सक्ने क्षमता कति महत्त्वपूर्ण हुन्छ।
यदि तपाईलाई कथा मन पर्यो भने तपाईँ हाम्रो च्यानल ग्रो विथ बुक्सलाई सब्स्क्राइब गर्न सक्नुहुन्छ, भिडियो लाइक गर्न सक्नुहुन्छ, साथीहरूसँग शेयर गर्न सक्नुहुन्छ र तल कमेन्टमा आफ्नो विचार लेख्न सक्नुहुन्छ। धन्यवाद साथीहरू। अर्को भिडियोमा फेरि नयाँ कथा र रमाइलो अनुभवका साथ भेट हुनेछ।